सुर्तीमा 30 करोडको शेयर, बुटवलमा 35 बिघा जग्गा। एमालेका विष्णु पौडेलको कालो साम्राज्य ध्वस्त। विष्णु पौडेल पक्राउ पर्दा अपहरण भयो भन्दै देशैभरि कोको होलो मचाउने एमाले अब यो प्रमाण हेरेर कुन मुख देखाउला? 8 पटक मन्त्री खाएका गुण्डु दरबारको दायाँ बायाँ बस्ने एमालेका शक्तिशाली उपाध्यक्ष विष्णु पौडेललाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गर्यो भन्दै कोहीको आँसु बगाउने केपी ओलीज्यू अब कान खोलेर सुन्नुस्। सम्पत्ति शुद्धिकरण विभागले हचुवाको भरमा होइन, पौडेलको अकुत र अवैध सम्पत्तिको यस्तो पहाड फेला पारेपछि मात्रै हातमा हतकडी लगाएको हो। अर्थमन्त्रीको कुर्सीमा बसेर विष्णु पौडेलले बिचौलिया दीपक भट्टको स्वार्थ अनुसार मन्त्रालय चलाएको र नीतिगत भ्रष्टाचार गरेको पर्याप्त प्रमाण विभागले संकलन गरिसकेको छ। 30 करोडको सित्तैको शेयर, नीतिगत रूपमा कम्पनीलाई फाइदा हुने निर्णय गराए बापत श्रीराम शोभाको कम्पनीमा विष्णु पौडेलको कालो धन प्रयोग गरेर बिचौलिया भट्टले 30 करोड रुपैयाँ बराबरको शेयर निशुल्क लिएको खुलेको छ। कागजमा 3 करोड 75 लाख मात्र देखाएर त्यसको कयौं गुणा लाभांश खल्तीमा हालिसकिएको छ। विभागले कम्पनीका सञ्चालकहरूकै बयानबाट यो महासेटिङ पुष्टि गरिसकेको छ। लाइसेन्सको अवैध व्यापार। पौडेलले अर्थमन्त्री हुँदा भट्टको इसारामा हिमालयन रिइन्स्योरेन्स र 7 वटा लघु बिमालाई लाइसेन्स दिन सघाए बापत र सुपारी आयातमा सहजीकरण गरे बापत 30 करोड भन्दा धेरैको प्रत्यक्ष लाभ लिएको विभागको निष्कर्ष छ। अब ओलीज्यूलाई हाम्रो सिधा प्रश्न, यो 30 करोडको सुर्तीको अवैध शेयर खानु र करोडौं कमिसन कुम्ल्याउनु लोकतन्त्र हो? अनि त्यसको प्रमाण फेला पारेर हिरासतमा कोस्नु चाहिँ अपहरण र प्रतिशोध हो? आफ्नै खल्तीको बिचौलिया दीपक भट्ट पहिल्यै कारागार चलान भइसकेपछि पनि नेता जोगाउन रोइलो गर्न लाज लाग्दैन? भ्रष्टाचारको जालो अझै कति कहाली लाग्दो छ सुन्नुस्। विभागको विशेष टोलीले अनुसन्धानका क्रममा बुटवलमा एउटा गाई फार्मको नाममा लुकाएर राखिएको 35 बिघा जग्गा फेला पारेको छ। यो जग्गा एक सर्वसाधारण सामान्य व्यक्तिको नाममा राखेर कालो धन लुकाउने प्रपञ्च रचिएको थियो, जहाँ विभागको टोलीले पुगेर विवरण संकलन गरिसकेको छ। यति मात्र होइन, पक्राउ पर्नु अघि पौडेलको भैसेपाटी स्थित डेरामा खानतलासी गरेर ल्यापटप, पेन ड्राइभ लगायतका डिजिटल प्रमाणहरू जफत भइसकेका छन्। जनकपुर चुरोट कम्पनीलाई निजीकरण गरेर नयाँ कम्पनीलाई सुम्पने प्रक्रिया अघि बढाए बापत समेत पौडेलले मन्त्री परिषदबाटै निर्णय गराई मोटो रकम असुलेको तथ्य बाहिर आएको छ। हिजो ललिता निवासको सरकारी जग्गा आफ्नो छोराको नाममा पास गराउँदा गल्ती भयो, जग्गा फिर्ता गर्छु भन्दै